केटाहरूले माछा मार्न ओ ठुलो माल ले सो हेलो साथीहरु सबैजनालाई लासो फ्याफला वेलकम ब्याक टु माई युट्युब च्यानल। आज पनि म फेरि पनि आइसकेको छु। अब धेरै दिन भइसकेको थियो फेरि पनि भ्लग चाहिँ नहालेको। फेरि आज गाउँ आइदिएको थियो अनि त्यही भएर आज भ्लग बनाउने मलाई अपर्च्युनिटी पायो। अब उता बजारतिर आउँदा टाइमै हुँदैन, युट्युबतिर यताउति टाइमै दिन पाउँदैन अनि त्यही भएर आज फेरि म गाउँ आइदिएको थियो। अब फेरि गाउँ आइसकेपछि त्यही हो, जहिले पनि चहल पहल नहानिकन यो मनलाई सन्तोकै हुँदैन। केटाहरूसँग नभेटिकन मलाई जान मनै लाग्दैन। एकदम मजा आउँछ गाउँमा आउँदा चाहिँ, धेरै एकदम रमाइलो हुन्छ क्या। केटाहरू जहाँ भेटायो अब त्यहीँ रमाइलो हुन्छ होइन। अनि त्यही भएर आज फेरि एउटा प्लानिङ बनाएर आइसकेका छौँ हामी। आजको भिडियो पनि एकदम इन्ट्रेस्टिङ हुन्छ, एकदम खतरा मजा हुन्छ। किनभने आज पनि हामी जान लागिरहेछौँ माछा मार्नको लागि। त्यही अस्तितिरकै खोलामा हो, तर आज मान्छे थोरै हुन्छ तर बबाल मजा हुन्छ। आज सो गाइजहरू आज चाहिँ हामी माछा हान्न चाहिँ माछा ल आज चाहिँ हामी हिँडिसकेका छ। अब एकैचोटि हामी खोलातिर पुगेर भेट्नुपर्छ। माछा मारेर आउने माछा काटेर लिएर आउने हो हामी। अब कम्दी खोलामा पुगेर भेटौँ। हामी अहिले के त खोलातिर हिँडिरहेछ, गाडी छ यतातिर। यहाँ केटाहरूले माछा मार्न माछा काट्न यहाँ पुरै तीखो बनाउँदैछ मा कसम। ओ खुकुरीले हान्छ त केटाहरूले फेरि, त्यो त फेरि अर्कै रेडी हुँदैछ। हामी खोलामा चाहिँ आइपुगिसकेका छ। केटाहरू यहाँ यसो तीखो बनाउनु परेन मा कसम, स्वाल्याप्पै हान्न अरे। ओ ला मा अब माछा सक्यो, अब सक्यो। यस्तो राति यस्तो खटेसी सक्नु पर्यो नि मा, यस्तो जाडोमा अब माछा सक्यो। खोलामा आउने मान्छेले पन्जा लाउँछ। ल माछा मार्ने हो त, अब मार्ने नै हो ताइ त। ल हाम्रो फर्स्ट चोटिको आइसकेको छ। ल आयो गाइस आयो बल्ल हाम्रो सुरुवात भयो। अब हामीले यहाँ कति मार्छ भन्ने कुरा छ। यहाँ पुरै दिन भर्ने हो। गहिरो त गहिरै रहेछ यहाँ। केटाहरूले अब यहाँ कति मार्छ भन्ने कुरा छ। देख्यौ केटा हो, यसरी मार्छ हामीले माछा। हामी खतरा। ए भाग्यो यो त। यहाँ केटाहरू यहाँ माछा हान्न लागिरहेछ। यो दाइको सिपहरू उतारे दाइको मान्छे काम्यो त अनि। यहाँ अब तिक्खर लागिसक्यो यहाँ। ल टाउकोमा 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 लु टाउकोमा नि लुमा कुरी ल आयो माछा चुत्तुरी चाहिँ हो भाग्यो हेर
र ठुलो माल भेटिसकेको छ गाइज गाइज एकदम यहाँ ठुलो छ फ्ल्याटैलोमा कसम नाच्यो यहाँ उतार्नु परिसकेको छ हाम्रो माछा ठुलै छ हो यो त माछा त ठाउँको ठाउँ गाइज माछा चाहिँ मर्यो हामी यहाँ चिर्छ यो माछा यति भइसकेको छ हाम्रो अब चाहिँ कति मार्ने हो सेतो सेतो माछाहरू यस्तो बबा ल मृत्यु सर्लक्कै मर्यो चिस यहाँ चिर यहाँ मारिसक्यो हामी फिक्लिक्कै गयो कसम त्यही ठुलो माल हाम्रो हात परिसकेको छ तर भाग्या ले माल हात पर्यो हाम्रो सो साथीहरू हामीले चाहिँ माछा यति मारिसकेको छ हामी चाहिँ बल्ल बल्ल आधी बाटो भयो आधी बाटो भन्दा पनि आधी खोला भयो हाम्रो नक्क मारिसक्यो माछा त जस अब 3 जनालाई मस्त पुगिन्छ एकजना थियो उसलाई चाहिँ के भन्छ के भएर ऊ गइसक्यो अब यो हामी 3 जना यस्तो आम जिब्रो पड्काइराख्नुपर्छ अब घरतिर चल्दिएको आजको लागि भइसक्यो अब हामी यसरी हिँडिसकेका छ हामी चाहिँ माछा पनि केटाहरूले लोदी मारिसकेको छ सोध्दै हिँड्न सक्नुहुन्छ माछा हामीले सेतो सेतो कालो कालो हाम्रो कलर अनुसारकै मारेको छ हामीले यता हिँड्नु न यता कता हो बाटो यता ल हामी यहाँ बाटो पनि भुलिसक्यो केटा हो मजा आउँछ मजा सुरु भइसकेको छ यता हामी छोटपटे हल्लाइरहन्छ छक्का मारेर बुर्जा मारेर डेन्जरै हल्लाइसक्यो माछा यस्तो भइसकेको छ ल कहिले चाहिँ पिरा यहाँले पिरा आजको त माछा बवाल छ त अनि हाम्रो यहाँ माछा साझा पुरै रेडी भइसकेको छ यता भाइले फेरि रातिको 12 बजी पनि भात हानिरहेछ हामी चाहिँ अब फर्स्टचोटिको हानिरह टक्क रातिको कमै टक्क खाने हो पुरा हाजी बकांगरी दादा